दिनको लागि स्कुलका बसहरू सुरक्षाकर्मीले यो प्रशासनले स्कुलका बसहरू ल्याएर यसरी चाहिँ यात्रुलाई सेवा दिएको अवस्था हो। यो पुलिसको स्कटिङमा, नेपाल प्रहरीको स्कटिङमा यसरी चाहिँ शिक्षकको परीक्षा दिन आउनुभएका परीक्षार्थीहरूलाई सेवा दिइरहेको छ। साँच्चै नै एउटा मानवीय काम हो, किन भन्दा अलपत्र परेका मान्छेहरूलाई यसरी जुन निजी गाडीले उहाँहरूलाई लान प्रयास गरिरहेको छ र यहाँ पुलिसले पनि स्कटिङ गरेर पठाउन खोजिरहेको हामी देख्छौँ। वास्तवमा भन्ने हो भने यो परीक्षा दिन आएका धेरै व्यक्तिहरू यति बेला पृथ्वी चोकमा अलपत्र परिरहेको हामीले देख्न सक्छौँ र निजी गाडीहरूलाई, निजी सवारी साधनहरूलाई असर नपर्ने भएकोले यो स्कुलका बसहरूले चाहिँ उहाँहरूलाई गन्तव्यमा पुर्याएको छ। साँच्चै नै यो एउटा उदाहरणीय काम पनि। यसरी निजी विद्यालयहरूका बसहरूमा यात्रुहरूलाई सुविधा दिनको लागि यो पुलिस प्रशासनले गरेको यो कामलाई पक्कै पनि सराहनीय काम भनेर हामीले लिनुपर्छ। दर्शकमा समस्या आउँछ हैन, समस्या आइसकेपछि समस्याको निकास चाहिँ राज्यले तुरुन्तै दिनुपर्छ। सम्बन्धित निकायको ध्यान जाओस्। सम्बन्धित निकायप्रति मेरो आग्रह छ यो समस्याको समाधान तत्कालै होस्।